हेलो नमस्ते फर्स्ट अफ अल ह्याप्पी न्यू इयर है अनि आइएम भेरी सरी यो अब धेरै टाइम बाद मेरो भ्लग आउँदैछ अन्त यो भ्लग चाहिँ अब आजदेखि चाहिँ कन्टिन्यू हुनेछ न्यू इयर है नयाँ साल आउँदैछ नयाँ सालदेखि चाहिँ अब कन्टिन्यू हुनेछ मेरो भ्लगहरू सो बिचमा धेरै चिजहरू भयो म कहीँ गएँ है त्यसको पनि तपाईँहरूले अपडेट पाउनुहुनेछ अब अपकमिङ भिडियोजहरूमा सो स्टे ट्युन अनि यो भ्लग चाहिँ हामी जानुभन्दा अगाडिकै हो मैले एडिट गरेर राखेको थिएँ हो त्यो चाहिँ म आजदेखि अपलोड गर्न जाँदैछु अनि यहाँ चाहिँ हामी मुभी हेर्नुको लागि गएको थिएँ हाम्रो नेपाली मुभी है उनको स्वेटर भन्ने तपाईँहरूले पनि हेर्नुहुँदै होला है हेर्नुभयो होला धेरैजनाले अनि त्यो चाहिँ हेर्नुको लागि गएको थिएँ हामी मुभी एकदमै राम्रो थियो सेटिस्फाइङ थियो सो कन्टिन्यू बस्नुहोस् होला तपाईँहरूलाई कस्तो लाग्नेछ है बेबी गर्लसँग फर्स्ट मुभी आई डोन्ट नो कस्तो हुनेछ बाहिरै छ अब लेकमा फल्ने फल बेसीमा नहुने बेसीमा फल्ने फल लेकमा नहुने त्यही भएर हरेक साल लेकाली र औलाली मिलेर यो बाटो सफा गर्थ्यौँ माथिबाट लेकाली तरुनी कन्देरीहरू कस्तो चाहिँ आँखा रहेछ हौ आलु मात्रै ठुलो देख्ने पिरो टिमुर र खुर्सानीको त कुरै पो छैन त खोर्सानी भन्दा पिरो टिमुर भन्दा टिमुर्केको त हाम्रो सोल्टिनीहरू नै हुनुहुँदो रहेछ के कुरा गर्नु अनि सोल्टिनीहरूले त यो हाम्रो चाम्रे त चलाउनु भएन त किन पो हो अब तपाईँहरूले हामीलाई धेरै कुराहरू सिकाएर जानुहोस् जरासम्मै सिकाएर जानु होला क्या हजुर हामी त साह्रै लाटोगाँडो भयो के कसो हजुर ठिक हो ल हामी सुरु गर्छौँ है त हजुर होस् हजुर होस् ल धन्यवाद कस्तो रह्यो मुभी कस्तो रह्यो है फुल त यहाँ सुतिरहेको छ जाडा यस्तो चलिरहेको छ साह्रो पनि भाउ खाएको भगवान म भ्लगरतिर आउनु चाहदिनँ के भयो त थ्याङ्क यू सो मच हेरिदिनु भएकोमा है त मेरो यो भ्लग पनि म यहीँ एन्ड गर्नु जाँदैछु थ्याङ्क यू सो मच फर वाचिङ वान्स अगेन स्टे ट्युन एज मैले फर्स्टमै भनेको थिएँ स्टे ट्युन अब चाहिँ कन्टिन्यू भिडियोहरू आउनेछ अनि धेरै धेरै इन्ट्रेस्टिङ भिडियोजहरू आउनेछ सो त्यही हो थ्याङ्क यू सो मच फर वाचिङ प्लिज टु लाइक सेयर एन्ड सब्सक्राइब माई च्यानल लभ यु गाइज सेयर विथ द फ्रेन्ड्स एन्ड फ्यामिली एज वेल एन्ड मेरो बेबी गर्ललाई मलाई सपोर्ट गर्नुहोस् होला है धेरै धेरै मायाहरू दिनुहोस् होला थ्याङ्क यू सो मच बाई बाई